सक्नुपर्छ कि परमेश्वरले मेरो लागि गहकिलो नहोला, मेरो लागि फाइदाको नहोला, तर अरू कसैको लागि जसलाई त्यो कुराको आवश्यकता छ, जो व्यक्तिलाई त्यो कुराको खाँचो छ, प्रभुले उसको लागि चाहिँ खोल्दै हुनुहुन्छ प्रकाश है। हरेकको लागि हुन नसक्ला, प्रत्येकको लागि एउटै वचनले काम नगर्ला, तर कोही न कोही यस्तो व्यक्ति यहाँ हाजिर छ जसलाई चाहिँ परमेश्वरको आत्माले देखिरहनु भएको छ अनि उसको लागि चाहिँ अचम्मको प्रकाश प्रभुले खोल्दै हुनुहुन्छ। यो सत्यतालाई चाहिँ हामीले जहिले पनि रिसिभ गर्नुपर्छ है। अनि यहाँ म होइन, परमेश्वरले आज म विश्वास गर्छु कुनै न कुनै प्रकाशलाई प्रभुले यहाँ ल्याउँदै नै हुनुहुन्छ। र म धेरै बात गर्न चाहदिनँ। प्रेरित 5 को 1 देखि 5 सम्म हामी पढ्नेछौँ। तर हननिया नाउँ भएको कोही एउटा मानिस र तिनकी स्वास्नी सफिरा भएर तिनीहरूको कुनै एउटा सम्पत्ति बेचे र त्यसको मोलबाट तिनकी स्वास्नीले पनि थाहा पाउने गरी केही हिस्सा आफूलाई राखे र केही हिस्सा ल्याएर प्रेरितहरूको चरणमा राखिदिए। तर पवित्र आत्माले भने, हे हननिया, पवित्र आत्मासँग झुट बोल्ने र जमिनको मोलबाट केही हिस्सा राख्ने काम गर्नलाई शैतानले तिम्रो हृदयमा किन यसरी भरिदियो? त्यो रहन्जेल के तिम्रो आफ्नै थिएन र त्यो बिक्री भएपछि पनि के त्यो तिम्रै अधिकारमा थिएन र? यस्तो कुरा कसरी तिम्रो हृदयमा विचार गर्न सक्यौ? तिमीले मानिसहरूलाई त होइन तर परमेश्वरलाई नै ढाँटेको हौ। यो कुरा सुनेर हननिया पछाडिए र त्यसले प्राण त्यागे र यी कुरा सुन्नेहरू जतिलाई ठुलो डर हुन गयो। आमेन है। यो वचनले हामीलाई, परमेश्वरले हामीलाई आशिष दिएको। यहाँ एउटा के हुँदैछ त भन्ने कुरालाई हामी विचार गर्दाखेरि नि, यरुशलेमको मण्डलीमा चाहिँ के हुँदैछ अब है? यस्तो भयानक काम हुँदैछ कि यरुशलेमको चर्चभित्र एउटा अचम्मको घटना घट्दैछ, डरलाग्दो घटना घट्दैछ। के भन्दाखेरि चाहिँ नि, मान्छेहरूले चाहिँ आफै घर बेच्यो, ल्यायो, प्रेरितको खुट्टामा पैसा राख्यो, जमिन बेच्यो, ल्यायो, प्रेरितको खुट्टामा पैसा राख्यो है। ल्याएर चाहिँ पैसा चढाउँदैछ, उनीहरूले ल्याएर अर्पण गर्दैछ। कस्तो एउटा, हामीलाई त दशंश दिनु कति साह्रो पर्दैन है। अर्को हप्ता दिन्छु भन्यो, राख्यो, अर्को हप्ता दिन्छु भने लास्टमा चलाइ पठायो। यस्तो हुन्छ तपाईँहरूको? छ हुनसक्छ, यो रेयर होइन, यो प्रायै हुन्छ है। प्रभुको हिस्सा दिनुलाई पसिना छोड्छ दिनुपर्ने कुरालाई। यहाँ त के गर्दैछ उनीहरूले? घर बेच्दै ल्याउँदै दिँदैछ। छैन, गर्दैन भनेको होइन, तर त्यस्तो हामीमा कति स्वभाव छ, हामी त्यस्तो छैनौँ। तर कतिमा हामी है प्रभुलाई दिनु भनेपछि यस्तो पसिना आउँछ है, दिनै मन लाग्दैन। यत्रो दिनु र भन्ने हुन्छ है, यत्रो डल्लै बेचेर यहाँ दिनु है। तर यहाँ त घर बेचेर दिँदैछ। घर बेच्ने चाहिँ घर बेचेर दिने छैन भन्नु सक्दैन। रेयरली 100मा 10% मान्छेले चाहिँ दिनु सक्छ, 90ले चाहिँ दिँदैन। घर बेचेर दशंश दिएको देख्नु भएको छ, त्यो पगला हो भनेर सम्झिनु। घर बेचेर जमिन बेचेर डल्लै दिनु, हामी चाहिँ के गर्नु भन्ने है, त्यस्तो स्वभाव आउनु सक्छ। तर यहाँ चाहिँ के गर्दैछ नि, सबले बेच्यो, ल्यायो, चेक प्रेरितको चरणमा ल्यायो, घर बेच्यो, ल्यायो, जमिन बेच्यो, ल्यायो है। के चाहिँ हुँदैछ त यहाँनिर? त्यो मण्डलीमा के हुन गइरहेको छ है? के घटना घट्दैछ त्यो चर्चमा भन्ने कुरालाई है यसो विचारमा तपाईँहरूलाई आयो भने है, यहाँनिर एउटा मास रूपले मण्डली, यरुशलेमको मण्डलीमा नि डरलाग्दो मास रूपले एउटा हल्ला मचिरहेको छ, खैला बैला हुँदैछ त्यहाँनिर है। के हुन गइरहेको छ? जब पवित्र आत्माले नि एउटा मान्छेको जीवनमा काम गर्न सुरु गर्छ नि, उसको जीवनशैलीमा त्यो कुरा देखा पर्छ, उसको चरित्रमा त्यो कुरा देखा पर्छ, उसको बोली वचनमा त्यो कुरा देखा पर्छ, उसको दिने रुपियाँ पैसाको उसको दिने तरिकामा पनि देखा पर्छ। हामीले देऊ न भन्नु पर्दैन, सिकाउनु पर्दैन है। हामीले तिमी मिठो बोल है, भाँचेको काठ जस्तो बोल्छ भन्नु पर्दैन है। जब पवित्र आत्माले एउटा मान्छेको हृदयमा नि काम गर्न सुरु गर्छ नि, उसको जीवनशैलीमा त्यो कुरा देखा पर्छ है। अनुराग प्रभुमा बडा राम्रो छ भन्नु पर्दैन, उसको खुवाइलुवाइमा, उसको बोली वचनमा, उसको चालचलनमा, उसको बोल्ने तरिका, लाउने तरिका, त्यो कुरामा नि झल्किनु थाल्छ। यो व्यक्तिले चाहिँ परमेश्वरलाई आदर गर्छ भन्ने कुरा। अनि यो मण्डलीमा पनि यही भइरहेको छ है, यो चर्चमा पनि यही भइरहेको छ। जब पवित्र आत्माले नि यरुशलेमको मण्डलीभित्र काम गर्नु थाले नि,
मान्छेहरूको जीवनशैलीमा देखा पर्न थाल्यो। अचम्मैको कुरा, घर बेचेर ल्याउँदैछ उनीहरूलाई लोभै छैन, जमिन बेचेर ल्याउँदैछ उनीहरूलाई लोभै छैन, ल्याउँदै प्रेरितको खुट्टामा राख्दैछ। परमेश्वरले काम गरेपछि मान्छेको चरित्रमा देखा पर्छ भन्ने कुरा यहाँबाट हामी सिक्न सक्छौँ है। अनि तपाईँलाई लाग्दै होला है, यहाँ त कतिजना ट्यालेन्टेड हुनुहुन्छ, क्यालकुलेटिभ माइन्ड, यत्रो पैसा चाहिँ के गर्दैछ त्यो चर्चमा आयो दिमागमा क्वेसन, मैले पढ्दा मलाई पनि आयो है। अनि यत्रो पैसा त त्यो प्रेरितहरूले के गर्दैछ त? जसको क्यालकुलेटिभ माइन्ड छ उहाँले अघि क्यालकुलेसन गरिसक्यो, घर बेचेको त कम्ती हुँदैन, जमिन बेचेको कम्ती, पैसा के गर्दैछ तिनीहरूले भनेर क्वेसन आयो भने एन्सर मेरोमा छ है। प्रेरितको 2 अध्यायमा जब तपाईँ फर्केर जानुहुन्छ नि, त्यहाँनिर चाहिँ के छ, हामी पढ्दैनौँ, टाइम छैन है, मलाई आज यो कुरा फटाफटी सिरियल्ली भन्नु छ, पढ्दैनौँ। त्यो 2 अध्यायमा फर्केर गयो भने चाहिँ नि त्यहाँनिर चाहिँ नि यरुसलेमको मन्दिरमा चाहिँ नि, यरुसलेममा चाहिँ नि पेन्टिकोस्टको चाड मनाउनुको लागि चाहिँ नि 14वटा देशबाट मान्छेहरू, भिजिटर्सहरू आएको थियो। कतिवटा देश भन्नुभयो? 14वटा देशबाट भिजिटर्सहरू चाहिँ पेन्टिकोस्टको चाड मनाउनलाई चाहिँ त्यो जग्गामा जम्मा भएको थियो। अनि 14वटा भिजिटर्सहरूको भिडमा चाहिँ नि त्यहाँनिर चाहिँ के हुँदै थियो, जब उनीहरूले पेन्टिकोस्टको चाड मनाउन त्यहाँ आएर भेला भएको थियो, यति विघ्न पवित्र आत्माको कामलाई त्यहाँ देख्न थाले, तब एक दिनमा चाहिँ कतिले भन्नुहोस् त? 3000ले चाहिँ प्रभुलाई पाएका थिए। एक दिनमा 3000 व्यक्तिले चाहिँ बप्तिस्मा लिए। जब 3000 जना प्रभुमा कन्भर्ट भए, बप्तिस्मा लिए, अनि त्यहाँको व्यक्तिहरूलाई, त्यहाँको मान्छेहरूको घर घरमा त्यो विश्वासीहरू गएर बस्न थाले। पेन्टिकोस्टको चाड मनाउन आउनेहरू, घर घरमा पाहुना, यो पाहुना बेसी भएकोले चाहिँ उनीहरूको घरमा चाहिँ अभाव सुरु भएको छ। उनीहरूको परिवारमा, उनीहरूको मण्डलीमा चाहिँ अभाव, घटी कमी सुरु भयो। कसरी भन्दाखेरि 120 जनाले चाहिँ 3000लाई खुवाउँदा कस्तो हुन्छ भन्नु त? मान्छे छ 120 जना पेन्टिकोस्टको दिनमा बस्नेहरू, अनि 3000लाई चाहिँ उनीहरूले डेली खुवाउँदैछ। खुवाउनु, संयुक्त भोज, प्रार्थना, रोटी भचाइ, सबै कुरामा उनीहरूले इन्भल्भ गराउँदैछ। हामीलाई त 120 जनाले 3000लाई खुवाउनु पऱ्यो भने त चर्चै छोडिदिन्छौँ है, खुवाउँदैनौँ पनि होला। मलाई चाहिँ लाग्छ हामीलाई ठेगा परेको छ क्या, त्यहाँ पास्टरको काम होइन त्यो है। तर उनीहरूले त्यो कुरा भनेन। उनीहरूले के गर्दैछ, यो अभावलाई पुरा गर्नुको लागि घर बेच्दै मण्डलीमा पैसा ल्याउँदैछ, जमिन बेच्दै ल्याउँदैछ, अनि त्यो अभावलाई चाहिँ पुरा गर्दैछ, त्यो खाँचोलाई चाहिँ पुरा गर्दैछ है। र अचम्मको कुरा चाहिँ के हो भने नि, त्यो भेटी चढाउँदै राम्रो कुरा गरे नि, यही अभावलाई पुरा गर्दा सबले भेटी चढाउनु थाल्यो, सबले ल्याउनु थाल्यो। त्यो ल्याउँदाखेरि हननिया र सफिराले पनि त्यही कुरा गरे है। भेटी चढाउँदै अफसोसको कुरा चाहिँ के हो, हननियाको चाहिँ मृत्यु भयो है। त्यहाँ चाहिँ ऊ मर्न पर्यो। त्यो भेटी चढाउँदा पर्दा अन द स्पट हननियाले प्राण त्याग्नु पर्यो। त्यो चाहिँ डरलाग्दो कुरा थियो त्यहाँनिर है। अनि किन भन्दाखेरि चाहिँ 3 घन्टाको ग्यापमा चाहिँ नि उसको वाइफ सफिराले पनि प्राण त्याग्नु पर्यो है। उसको श्रीमतीले पनि प्राण गुमाउनु पर्यो त्यहाँनिर। उनीहरूले त राम्रै गरेको थियो नि, उनीहरूले पनि त खाँचै पुरा गरेको थियो, उनीहरूले पनि त बेचेर चर्चलाई नै हेल्प गरेको थियो है। यरुसलेमको सभाघरमा नै उसले हेल्प गरेको थियो। तर उनीहरूले किन चाहिँ आफ्नो प्राण चाहिँ दिँदै गुमाउनु पर्यो भन्ने प्रश्न तपाईँको मनमा उठ्छ भने एन्सर पनि म भन्दैछु है। किनभने 3 घन्टाको अन्तरालमा चाहिँ जागृतिले भरिएको चर्चमा है, यस्तो डरलाग्दो रिभाइभल खन्निराखेको छ, यस्तो जागृति त्यो यरुसलेमको मण्डलीमा आएको ठाउँमा, जागृतिले काम गरिरहेको ठाउँमा नि एउटा अप्रिय घटना घट्यो। त्यो जागृतिले हल्लाउँदै गरेको चर्चभित्र चाहिँ नि 2वटा लास चाहिँ उठाउनु पर्यो, 2टा लास त्यहाँबाट निकाल्नु पर्यो, 2टा लास चाहिँ निकाल्नु बाध्य भयो है। किन त्यो अनप्लेजेन्ट वर्ड है, यो नहुने घटना के भन्छ त्यसलाई, अनएक्सपेक्टेड, मान्छेले नचिताएको कुरा त्यो मण्डलीभित्र भयो। 2टा बडी चाहिँ त्यहाँबाट निकाल्नु पर्यो। किन निकाल्नु पर्यो भन्ने थाहा छ तपाईँलाई? त्यो रिजन चाहिँ थियो उनीहरूले परमेश्वरलाई ढाँटेको कारणले गर्दा, उनीहरूले परमेश्वरलाई छलेको कारणले गर्दा, उनीहरूले परमेश्वरको कामलाई अवहेलना अपत्तो गरेको कारणले गर्दा है, उनीहरूले परमेश्वरको कुराहरूलाई चाहिँ नि बेवास्ता गरेको कारणले गर्दाखेरि चाहिँ नि उनीहरूले चाहिँ त्यो कुरा गर्न पर्यो
है र पवित्र आत्मालाई ढाँटेको कारणले गर्दा चाहिँ उनीहरू मर्न पर्यो है। अनि पत्रुसले राम्रो कुरा त्यहाँनिर लेखेको छ 4 पदमा हामी हेर्छौँ भने है, पत्रुसले यो पहिलाबाट भने है, पत्रुसले भने के 4 पद हेर्नु त दिपु एकपल्ट 4 पदमा भन्छ है, त्यो पहिला पनि तिम्रै थियो बेचेर पनि है, यहाँनिर लेखेको छ त्यो रहुन्जेल के तिम्रो आफ्नै थिएन र त्यो बिक्री भएपछि के थियो तिम्रै अधिकारमा थिएन र भन्दैछ है। यसको मतलब पहिला पनि उसकोमै थियो है, पहिला जमिन नबेच्दाखेरि पनि त्यो उसकै जमिन उसकै प्रपर्टी थियो, बेचिसकेर पनि उसकै प्रपर्टी हो त्यो। यसको मतलब दिएर चाहिँ ऊ मरेको होइन, उसको प्रपर्टी धेरै भएकोले गर्दा ऊ धनी भएकोले गर्दा ऊ मरेको होइन। तर ऊ किन मर्यो थाहा छ? ऊ मर्नुको कारण चाहिँ उसले पवित्र आत्मा त्यहाँ छ भनेर जान्दा जान्दै, पवित्र आत्माको प्रेजेन्स यहाँ बिचमा छ भनेर थाहा पाउँदा पाउँदै, पवित्र आत्मा हाम्रो बिचमा नबोले तापनि देखिरहनु भएको छ। पवित्र आत्माले बोल नसार्दै पनि सुनिरहनु भएको छ। तपाईँले के बोल्दै हुनुहुन्छ त्यो सुनिरहेको छ, तपाईँले के विचार लिनु हुँदैछ त्यो कुरा बुझिरहेको छ, तपाईँले कुन कन्सेप्टमा तपाईँ खडा हुनुहुन्छ त्यो पवित्र आत्माले देखिरहनु भएको छ। त्यो डर जानी जानी देखि पनि नि उनीहरूले पवित्र आत्मालाई परीक्षा गर्ने कोसिस गरे है, र उनीहरूको मृत्यु भएको छ। पवित्र आत्मा यहाँ हुनुहुन्छ, नबोले पनि सुनिरहनु भएको छ है, न पवित्र आत्माले केही नभने पनि पवित्र आत्माले चाहिँ हेरिरहनु भएको छ हामीलाई भन्ने हनन्या र सफिराले जान्दा जान्दै पनि पवित्र आत्माको प्रेजेन्स उपस्थिति त हाम्रो बिचमा छ भनेर जानेर पनि जब उनीहरूले मानिसलाई इम्प्रेस गर्ने कोसिस गरे नि तब चाहिँ उनीहरूको मृत्यु भएको छ। इम्प्रेसन क्रिएट गरे उनीहरूले, अरूले डल्लै बेचेर ल्याए, डल्लै बेचेर चरणमा ल्याए, हामी पनि लगौँ न त्यसै भनौँ है, हामी चाहिँ आदि चाहिँ राखौँ है, तर सल्लाह गरेर दुईजना घरमा महत्त्व गरे भने चाहिँ उनीहरूले मानिसको अगाडि चाहिँ एउटा इम्प्रेसन क्रिएट गर्दै थिए। अरूले गरे हामी पनि त्यसै गरौँ न, कसले पो चाल पाउँछ र भनेर जब उनीहरूले हृदयभित्र यो इम्प्रेसन क्रिएट गरे नि, मान्छेलाई देखाउने तरिका हाम्रो दियाइमा पनि याद गरौँ मण्डली, कस्तो प्रकारले तपाईँले दिनुहुन्छ प्रभुको अगाडि इम्प्रेसन क्रिएट गर्ने तरिका या प्रभुलाई साँचो हृदयले जति छ त्यति नै हामी जसरी दिन्छौँ प्रभुले हाम्रो दियाइलाई पनि हेर्नुहुन्छ, पवित्र आत्माले दिएको कुरालाई पनि निहाल्नुहुन्छ। कुन हृदयले चाहिँ तपाईँले प्रभुको अगाडि दिनुहुँदैछ त्यो दियाइलाई पनि प्रभुले चाहिँ हेरिरहनु भएको छ यो कुरा है। अनि उनीहरूले चाहिँ त्यो कुरालाई चाहिँ त्यो हृदयको एटिट्युडलाई चाहिँ नि प्रभुले मन पराउनु भएन। उनीहरूले इम्प्रेसन क्रिएट गर्ने एटिट्युड थियो नि हस्बेन्ड वाइफकोमा, त्यो एटिट्युडलाई चाहिँ नि परमेश्वरले घृणा गर्नुभयो। त्यही एटिट्युडको कारणले गर्दा चाहिँ हनन्याले आफ्नो प्राणलाई चाहिँ त्याग्न पर्यो है। सबै कुराको प्रतिक्रियाको बिचमा एउटा कुरालाई हामी याद गरौँ, यो सबै घटनाको प्रतिक्रियाभित्र नि एउटा कुरालाई चाहिँ हामी याद गरौँ, त्यो चाहिँ के हो भने परमेश्वरले हेरिरहनु भएको छ भन्दै, परमेश्वरले सुन्दै हुनुहुन्छ। तपाईँले के बोल्नु हुँदैछ? परमेश्वरले सुन्दै हुनुहुन्छ। तपाईँले कसरी दिनुहुँदैछ? परमेश्वरले देखिरहनु भएको छ, परमेश्वरले हेरिरहनु भएको हुन्छ। जे पनि गर्नुहोस्, यो कुराको सबै घटनाको प्रतिक्रियालाई म एउटा नतिजामा म ल्याउन चाहन्छु, त्यो हो परमेश्वरले हेरिरहनु भएको छ, परमेश्वरले सुन्दै हुनुहुन्छ। यद्यपि परमेश्वरले पोल नसार्देला तपाईँको विषयमा, यद्यपि पवित्र आत्माले पोल नसार्देला, तर परमेश्वरले चाहिँ हेरिरहनु भयो। यो एउटा कन्सेप्ट चाहिँ हामीले याद गरौँ है। तपाईँ जे पनि गर्नुहोस्, जहाँ पनि जानुहोस्, जसो पनि गर्नुहोस्, परमेश्वरले सुन्दै हुनुहुन्छ तपाईँले बोलेको कुरा। परमेश्वरले जहिले पनि तपाईँको भित्रको इन्टेन्सनलाई, तपाईँको इम्प्रेसनलाई, तपाईँले सोचेको त्यो क्रियाकलापलाई परमेश्वरले जान्नुहुन्छ है। परमेश्वरका आत्माले मलाई यो देखाउनु भयो, म त भन्थेँ कालिम्पोङमा एउटा मेरो मिक्कल थापा भन्ने साथी थियो, अनि है एकजना प्रभुको दासीले यस्तो अगमबानी गर्ने बिचरालाई, अनि मुड अफ भएर चर्चै आएन, अनि 1-2 वर्ष चर्च आएन, अनि बहिनी अन्य जातिसँग विवाह गरेर गए त्यो साथी, अनि उहाँले अफसोस प्रभुमा जित्न सक्नु भएन उहाँको श्रीमानलाई। अनि जुमको सिक्किम, वेस्ट सिक्किममा जुममा उहाँ अहिले पनि हुनुहुन्छ। अनि
अन्य जाति नै भएर गए। मैले भन्नु चाहेको कुरा चाहिँ कतिले भन्छ मलाई त पवित्र आत्माले भन्नुलाई मैले भनिदिएँ, पवित्र आत्माले म यो प्रेरणा दिएँ, म त पवित्र आत्माले भन्नु लगाएको कुरा त रोक्नु सक्दिनँ भनिदिन्छु। होसियार गर्नुहोस् के भन्दै हुनुहुन्छ। पवित्र आत्माले याद गरिराख्नु भएको छ। होसियारीले हामी बोलौँ, होसियारीले हामीले सोचौँ, होसियारीले हामी गफ गरौँ, होसियारीले हामीले दिने कुराहरू गरौँ। सबै कुरोको प्रतिक्रियामा पवित्र आत्मा चाहिँ तपाईँसँग हेरिरहनु भएको कुरालाई हामी याद गरौँ है। अनि पवित्र आत्माले जब बोल्नुहुन्छ नि तोड्दैन, जोड्ने काम गर्नुहुन्छ। पवित्र आत्माले जहिले पनि कुनै कुरा प्रकाशमा ल्याउनुहुन्छ नि ब्याकस्लाइडको कारण होइन, आशिषको कारण हुन्छ। जब यरुशलेमको मण्डलीमा पवित्र आत्माले काम गरे नि त्यहाँ त उनीहरू के भयो, साझे पो भयो, एकता पो भयो। दिनु सक्नेले पनि नसक्नेले पनि जसरी पनि ल्याएर दिइरहेको थियो। तिमीले दिनु सकेनौ, मैले दिनु सकेँ भन्ने त्यहाँ केही पनि थिएन। उनीहरू त एकतामा भएर यो काम गरिरहेको थियो, भेदभाव थिएन। पवित्र आत्माले काम गरेको जीवनहरूमा कहिले पनि भेदभाव रहँदैन, कहिले पनि ठुला साना रहँदैन। अनि त्यहाँ एकताको आत्मा क्रिएट हुँदछ है। र हननिया र सफिराले है 5:9 मैले यो गरिनँ। उनीहरूले चाहिँ यो काम चाहिँ नि प्री प्लानमा गरेको कुरा थियो, अचानक घटेको है। ल अब के गर्नु भनिदिउँ न यसरी भनेको होइन। उनीहरूले नि घरमा मजाले सल्लाह गरेर बात गरेर बुढाबुढीको सल्लाहमा आएर चाहिँ यो कुरा गरेको थियो। बुढाबुढीले मजाले प्लान गरे, म यसो भन्छु गएर अन्त एकछिनमा तिमी पनि हौ तिमी पनि त्यसै भन्नु है। अनि बितिसकेपछि है त्यहाँनिर भन्छ है पवित्र आत्माको परीक्षा गर्न कसरी तिमीले महत्त्व गर्यौ भनेर है। त्यो यहाँनिर छैन, तर जब हननिया मरिसके सफिरा आए नि अनि त्यो कुराहरूले पवित्र आत्माको महत्त्व गर्नलाई तिमीहरू कसरी त्यो परीक्षा गर्नलाई कसरी महत्त्व गर्यौ। महत्त्व भनेको चाहिँ नि दुईजना मिलेर सल्लाह गरेको। अनि आफ्नो आफ्नो बाइबलमा अलग अलग है पवित्र आत्मा तिम्रो हृदयमा किन यसरी भरिदियो, तिमीले यो परमेश्वरको आत्मालाई परीक्षा गर्नलाई चाहिँ कसरी महत्त्व गर्यौ भनेर चाहिँ 9 पदमा लेखेको छ। यहाँ हामीले 9लाई लिएको छुइनँ, तर मैले भन्दैछु पछाडिबाट तपाईँले पढ्दाखेरि थाहा हुन्छ हामीले यहाँ लेखेको छैनौँ है। अनि कसरी महत्त्व गर्यो हो यो यत्रो ठुलो डिसिजन लिनुलाई तिमीहरू बुढाबुढीले भनेर पत्रुसले चाहिँ हननियालाई सफिरालाई हस्बेन्ड मरिसकेको बादमा 3 घन्टा पछाडि हननिया मजाले आयो है। आज त मेरो बुढालाई खदासदा लगाइदियो होला है, मजाले आज त सेपबासी पायो होला, चर्चमा सबले वाह गर्दै होला, म पनि जान्छु भनेर गजक्कै भएर सफिरा पसे। अनि सफिरालाई तिमीले त्यति नै हो त तिमीहरूले भने एकपल्ट मौका दिए पवित्र आत्माले है। अनि मैले हजुर 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 त्यतिमै हो त्यतिमै हो त्यतिमै हो, हेर तिम्रो श्रीमानलाई गाड्नेहरू दैलोमै छ नि। त्यति नै बेला सफिराले पनि आफ्नो प्राण त्यागे है। अनि पत्रुसले भन्छ यो कुरा षड्यन्त्र रच्नुलाई चाहिँ तिमीहरू कसरी महत्त्व गर्यो। यो एक्सिडेन्टली गरेको कुरा, अचानक त्यहाँ घटना घटेको होइन, उनीहरू घरबाटै प्लान गरेर आएको कुरा थियो है। अनि आफ्नो आफ्नो बाइबलको आफ्नो आफ्नो इन्टरप्रेट हुन्छ है, आफ्नो आफ्नो तरिकाले उनीहरूले इन्टरप्रेट गरेको हुन्छ। अनि यो कसरी तिमीले यो कुरा गर्नु महत्त्व गर्यो भन्नेमा मैले मेरो अर्को इङ्ग्लिस बाइबलमा इङ्ग्लिसमा यसलाई के भनेको रहेछ भनेर बुझ्ने कोसिस गर्दै थिएँ। त्यहाँनिर चाहिँ कन्स्पायरिङ भनेर लेखेको रहेछ है। कन्स्पायरिङ भनेको कन्स्पायर भनेको चाहिँ नि षड्यन्त्र रच्नु हो त्यो कन्स्पायरिङ भनेको चाहिँ है। उनीहरूले चाहिँ कन्स्पायर गर्दैछ पवित्र आत्मालाई चाहिँ नि छल गर्नुलाई चाहिँ एउटा षड्यन्त्र बुढाबुढीले रचिरहेछ। डरलाग्दो दिमागमा षड्यन्त्र लिएर उनीहरू खडा भएको छ। उनीहरूलाई थाहा छैन त्यहाँ पवित्र आत्माको उपस्थिति छ भनेर। अनि यो कन्स्पायर गर्ने कारणले गर्दाखेरि षड्यन्त्र बहुत ठुलो षड्यन्त्र रचेर उनीहरू जब खडा भए नि आफ्नो षड्यन्त्रले आफै मृत्युमा पर्यो है। अनि अहिले है कन्स्पायर कसरी गर्छ उनीहरूले, पवित्र आत्मालाई कसरी परीक्षा ल्यायो भन्नु त। के नाप्छ पवित्र आत्माले, खै अहिलेसम्म त केही नापेको छैन। खै उसले गर्दा पनि भइरहेको छ, त्यसले जस्तो सुकै गर्दा पनि भइरहेको छ। हामीलाई चाहिँ के हुन्छ, हामी गरौँ न। सायद सफिराले त्यही कुरा भन्नुलाई उसले त गर्दा केही भएको छैन त्यसलाई, त्यसले पनि गर्छ त। अन्त तिनीहरूले त गरिरहेको छ, तिनीहरूलाई त फलिफाकै छ त, हामीलाई चाहिँ के हुन्छ, हामी पनि गरौँ। यो एउटा षड्यन्त्र नि हस्बेन्ड वाइफको दिमागभित्र आयो। पवित्र आत्माले के नाप्छ, केही नाप्दैन। पवित्र आत्माले के गर्छ र केही पनि गर्दैन।
हामीले गर्दा हुन्छ, उनीहरूले गर्दा हुन्छ नि हामीले गर्दा हुँदैन भन्ने जब दिमागमा त्यो कुरा आयो, उनीहरूले कन्सपायर गर्न थाले, पवित्र आत्मालाई षड्यन्त्र रचेर पवित्र आत्मालाई परीक्षा लिने षड्यन्त्र जब दिमागमा आयो नि, उनीहरूको मृत्यु चाहिँ कन्फर्म भएर गयो है। र यो बाइबलको उसले र बाइबलमा पवित्र आत्माको प्रेजेन्समा नि मान्छे मरेको चाल पाउनु भएको छ होला, कति जग्गा मैले त्यति भेटेको छुइनँ है। पवित्र आत्माले भरिएको ठाउँमा, पवित्र आत्माको जिउँदो उपस्थिति भएको ठाउँमा मान्छे अन द स्पट मर्यो भनेर चाहिँ हतपत्त पाउँदैन। यो प्रेरित 5 अध्यायमा हामी पाउँछौँ। पवित्र आत्माको प्रेजेन्समा चाहिँ नि मान्छे मर्दैन है। र यहाँनिर चाहिँ र यो सबै कुराहरू घटनाको अन्तरालमा चाहिँ म मण्डलीलाई के भन्न चाहन्छु भने पवित्र आत्माको सम्मान गर्न सिकौँ। म मण्डलीलाई, म आफैलाई पनि, मेरो परिवारलाई पनि, मेरो आफन्तहरूलाई पनि सबैलाई एउटै कुरा सल्लाह उत्साह दिन चाहन्छु। पवित्र आत्मालाई सम्मान गरौँ, पवित्र आत्मालाई आदर गर्न सिकौँ है। पवित्र आत्मासित डराउन सिकौँ। के चाहिँ नाप्छ र पवित्र आत्माले भन्ने के नाप्छ, के त भएको छैन भन्ने यदि तपाईँले दिमागमा राख्नुहुन्छ भने यो सबै कुराको नतिजा चाहिँ एक दिन बहुत डरलाग्दो हुन्छ। त्यो कुरा हामीले कहिल्यै पनि दिमागमा सोचेको छैनौँ। पवित्र आत्माले सहनुहुन्छ, हेर्नुहुन्छ, वाच गर्नुहुन्छ अनि नतिजा तपाईँले पाउनुहुन्छ है। हामी पवित्र आत्मालाई जहिले पनि आदर गर्ने कोसिस गरौँ। जब पवित्र आत्मालाई नि सम्मान गर्न सुरु गर्छौँ नि, हाम्रो जीवनशैली बदलेर जान्छ। जब पवित्र आत्मालाई हामी आदर गर्न थाल्छौँ नि, हाम्रो जीवनशैली, हाम्रो परिवार, मण्डली सुधारमा है, सबै कुरोमा चेन्जेस आउन सुरु हुन्छ। पवित्र आत्मालाई सम्मान गर्ने कुराहरूमा नि हामी लापरवाही नहौँ है। यसलाई लापरवाही नलिउँ, हल्का नलिउँ, लाइटली नलिउँ। हामी यो कुरालाई, परमेश्वरलाई आदर गर्ने कुरामा हामी कहिले पनि लापरवाही नहौँ है। मलाई लाग्छ पवित्र आत्मालाई प्रेम गर्ने र उहाँसित डराउने भन्ने प्रकाश चाहिँ नि हामीमा फेरि फर्केर आउनु जरुरी छ। हाम्रो जीवनमा, हाम्रो मण्डलीमा परमेश्वरसित डराउनु र उहाँको पवित्र आत्माको डर हामीमा फर्केर आउनु चाहिँ जरुरी छ, आवश्यकता छ है। अनि म भन्न चाहन्छु पवित्र आत्मा चाहिँ भद्र हुनुहुन्छ, उहाँ हल्का चाहिँ हुनुहुन्न। हल्का नलिनुहोस्, लाइटली न। के नाप्छ, के चाहिँ हुन्छ, खोइ केही त भएको छैन। यो कुरालाई हामीले हल्काले पवित्र आत्मालाई नलिउँ। पवित्र आत्मा कृपाले भरिएको हुनुहुन्छ, तर उहाँले खेलाइँचीलाई अनुमति दिनु हुँदैन। कृपामा हुनुहुन्छ पवित्र आत्मा, दयालु, कृपालु, अनुग्रही हुनुहुन्छ, तर तपाईँले खेलाइँची गरेको कुरालाई चाहिँ परमेश्वरले अनुमति दिनु हुँदैन। उहाँलाई लाइटली हामी कहिले पनि नलिउँ है। र एउटा प्रश्न आज म तपाईँलाई यहाँ छोडिराख्छु। यो प्रश्न लिएर तपाईँ यहाँबाट जान सक्नुहुन्छ। तपाईँले नि पवित्र आत्मासित कस्तो व्यवहार गर्नुहुँदैछ? तपाईँले कस्तो रीतिले पवित्र आत्मालाई सोचिराख्नु भएको छ है? कुन इन्टेन्सनले तपाईँले पवित्र आत्मालाई चलाइराख्नु भएको छ? कस्तो स्वभावले तपाईँले पवित्र आत्मासँग खेलवाड गर्नुहुँदैछ है? अनि म भन्न चाहन्छु है, पवित्र आत्मासँग डराउने व्यक्ति चाहिँ जहिले पनि आशिषित हुन्छ। पवित्र आत्मासँग जो पनि डराउँछ नि, तिमी कन्टिन्यू चर्च आऊ भन्नु पर्दैन, ऊ आफै डरले आउँछ। तिमीले प्रभुलाई यो देऊ भन्नु सिकाउनु पर्दैन, तिमीले परमेश्वरको निम्ति यो गर भन्नु पर्दैन, प्रार्थना गर भन्नु पर्दैन, यो कुरा दिन सिकाउनु पर्दैन। जब पवित्र आत्माको अभिषेक चाहिँ कुनै व्यक्तिमाथि खनिन्छ भने पवित्र आत्माको डरमा उसले आफै त्यो कुराहरू गर्न सिक्छ है। र हामीले चाहिँ कस्तो प्रकारले पवित्र आत्मालाई लिइराखेका छौँ? हल्का रूपले लिइराखेका छौँ र गहकिलो तरिकाले लिइराखेका छौँ? एउटा प्रश्न चाहिँ तपाईँले यहाँबाट लिएर जान सक्नुहुन्छ है। सायद पवित्र आत्मासँग डराउनु चाहिँ हामीलाई जरुरी छ है। पवित्र आत्मालाई कस्तो प्रकारले हामीले फिल गरिराखेका छौँ है? पवित्र आत्माको भय चाहिँ हाम्रो जीवनमा फर्केर आउनु जरुरी छ। भन्नाले हामी प्रार्थना गरौँ है, त्यो पवित्र आत्माको भय चाहिँ नि तपाईँ अनि मेरो जीवनमा परमेश्वरले फेरि एकचोटि फर्काएर ल्याऊ
हामी प्रार्थना गरौँ हाम्रो छोराछोरीहरूमा त्यो पवित्र आत्माको भय फर्काएर प्रभुले ल्याउन्। हामी प्रार्थना गरौँ हाम्रो मण्डलीमा परमेश्वरले फेरि एकचोटि त्यो पवित्र आत्माको भयलाई फर्काएर ल्याउन्। हामी प्रार्थना गरौँ हाम्रो जीवनमा जब त्यो पवित्र आत्माको भय चाहिँ तपाईँ अनि मेरो जीवनमा फर्केर आउँछ नि, तब चाहिँ हामीले कहिले पनि नचिताएको, नसोचेको, हृदयले फिलै नगरेको, एक्सपिरियन्सै नगरेको कुराहरू पवित्र आत्माले तपाईँ अनि मेरो जीवनमा गर्नुहुन्छ। अनि त्यो भय चाहिँ हामीमा फर्केर आउनु आवश्यकता छ। हामीले सबै कुरा गऱ्यौँ होला, सबै कुरा गरि नै राखेका छौँ, सब कुरोमा हामी ठिकै छौँ, तर पवित्र आत्माको भयमा चाहिँ हामी लापरवाही नहौँ। हामी प्रार्थना गरौँ एकअर्का, प्रभु हामीमा त्यो पवित्र आत्माको भय फेरि तपाईँले फर्काएर ल्याउनुहोस्। हामी एकअर्कालाई सम्झौँ, प्रार्थनामा उठाउँ, प्रभु हामीमा हाम्रो मण्डलीमा तपाईँले फेरि एकचोटि त्यो पवित्र आत्माको भयको झरी फर्काएर ल्याउनुहोस्। जब पवित्र आत्माको झरी, डरको झरी, पवित्र आत्माको भयको झरी हाम्रो मण्डलीमा खनिन्छ, प्रभुले फर्काएर ल्याउनुहुन्छ। हेर्नुहोस् हामी कहाँबाट कहाँ पुग्छौँ, मान्छेले देख्न सुरु गर्छ। हेर्नु त्यो तपाईँ र परमेश्वरसितको कुरा यो सेयर गर्नै पर्दैन, कसैलाई भन्नु पर्दैन। जब तपाईँमा त्यो भय फर्केर आउँछ, हाम्रो परिवारमा सुधार, मण्डलीमा कहाँबाट कहाँ हामी पुग्छौँ। अनि यो हुनु चाहिँ हामीलाई खाँचो छ। हामी प्रभुलाई भनिदिउँ आज यो मौका अचम्मको एउटा मौका छ, यसलाई हामी खेर नफ्याँकौँ। हामी प्रभुलाई भनौँ, प्रभु एकचोटि हाम्रो जीवनमा, हाम्रो मण्डलीमा तपाईँको आत्माको भयलाई फर्काएर ल्याउनुहोस्। यो आशिषलाई म यही बाँड्न चाहन्छु।